ल हाम्रो प्रवासको चाहिँ 6 इयरको बर्थडे कति इयर्स अरे नानी कति इयर्स अरे प्रवास एकचोटि भन्नु ला के 6 इयरको बर्थडे चिया भने चाहिँ हत्तु भएर नि त्यहाँ के अरे बिहानदेखि पुरै यहाँ बस्नु परेको छ कि कति इयर्स अरे प्रवास नभन्ने यो खालको डेकोरेसन गरिएको छ है यो चाहिँ उसको दाजुको स्टाइलमा होइन यहाँ तयारी भइरहेको छ हामी चाहिँ अब एकछिनबाट चाहिँ यहाँनिर सेलिब्रेसन हुनेवाला छ भयङ्कर सेलिब्रेसन हुनेवाला छ है सेलिब्रेसन हो गाइज सेलिब्रेसन अरे एकदम एकछिनमा सेलिब्रेसन हुनेछ प्रवासको 6th बर्थडे यसरी चाहिँ साह्रै राम्ररी डेकोरेसन गरेको छ आमामा निन्द्रा लागिसकेको छ नि यता बर्थडे गाउनको लागि यहाँ ब्रदरहरू एकदम रेडी छ ओ ब्रदरहरू के छ हो बर्थडे गाउन रेडी हो ल अहिले छिटो काउन्टडाउन हामी दिन्छौँ यतापट्टि पनि छ बर्थडे गाउनेहरू सबै रेडी छ स्वर एकदम भोकल रेडी बनाएर बसिरहेको छ उता पनि छ ए दुईजना दिदीहरू चाहिँ उपर बसिरहेको छ यता चाहिँ परिकारहरू एकदमै दामी परिकार चाहिँ बनिएको अवस्था छ है के गर्नु र अरे अन्तिममा माथि जाने हो अब यहाँ भाइले टाइम पास गरेर इन्गेज गरिरहेको छ दिदीले किनभने अब यहाँ हामी निनीहरूलाई बेबीहरूलाई आमाहरूलाई आपाहरूलाई पर्खिरहेको अवस्था छ है अहिले चाहिँ वर्ल्ड कप चलिरहेको अवस्था छ 2026 को त्यही भएर वर्ल्ड कपकै यो डेकोरेसन वर्ल्ड कपकै हो नानी यो डेकोरेसन ए हो डेकोरेसन चाहिँ वर्ल्ड कपको भनेपछि सकिगयो नि अब अरू के चाहियो अहिले वर्ल्ड कपकै एकदम माहौल चलिरहेको छ खतरा डेकोरेसन गरेको छ खतरा अहिले भएर हामी केक काटेको चाहिँ फेरि अर्को भिडियोमा आउँछ है त यो चाहिँ अहिले जस्ट प्रवासको कास्टिङ मात्रै नि प्रवास यो नि ट्रेलर नि प्रवास यो हो लु फेरि हत्तु भएको छ के गर्नु खालि मोबाइलमा ओ देख्नु सक्नुहुन्छ यता ए महा बर्थडेको आमा परेछ न रोटी पोलाइले पो आज त ओ के गर्नु र बर्थडेको बोय चाहिँ खालि मोबाइलमा छ देख्नु सक्नुहुन्छ तपाईँहरूले बर्थडेको लागि त्यहाँनिर पनि राखेको छ अब यहाँनिर आयो एकछिन पखान हौ एकछिन पखान हेलो भनिदेऊ एकछिन बोल्ने ल ल ल हेलो भन न हेलो भन न बर्थडे बोय आज पुरै आक्रोशमा छ